लिची माग्दा दिनु पर्ने ओ कलुवा यहाँ आइज त यहाँ तेरो घरमा के फलेछ हेर ओए कलुवा को आयो फेरि ए भक्ति पो आएछ के भन् के भयो किन कराको लिची फलेछ है गाउँमा यसो हल्ला सल्ला पनि छैन अन्त लिची फल्यो भने हल्ला गर्नु होइन अलिकति दुई तिनवटा दे न यसो चाख्नुलाई पाकेको छैन अमिलो छ अहिले अमिलो छ पाकेको छैन बुढ दिन्दिन भन्न के साह्रो त तामा कप्टी हो साला ठुक्क मरेको राम्रो मुखले दिँदा हुँदैन अहिले भएर आएर चोर्नै पर्ने रहेछ तेरो लिची चोरेरै खानु पर्ने रहेछ अमिलो छ भन्छु पाकेको भए त दिइहाल्थ्यो नि त्यो रातो चाहिँ के हो त्यो चाहिँ काँचो हो भर्खर अब पाक्नु स्टार्ट हुँदैछ नि त पाकिसक्यो पाकेको छैन कुहिएर झरिरहेको छ यहाँनिर बुढ दिन्दिन भन्न भरे बेलुका चोरेर खान्छु चोरेर मात्रै अब सिधा अम्लाले के अरे घिउ निस्केन भने त्यो अम्लालाई बाङ्गो पार्नुपर्छ अरे भनेको सुनेको थिएँ कि आज चाहिँ म बाङ्गै हुन्छु चोरेर खानुपर्ने रहेछ जेसुकै सोच मलाई तेरो भरे लिची हेरौँ ल बोटै जम्मै पारेर चुस्सु तेरो बोटको रसहरू जम्मै नि हेर्नु चोरेर देखा न म पनि हेर्छु अनि आज सरापी पनि राख्छु तँलाई साला यहाँ लिची सुकेर दाउरा बढ्नु सरा यो लिची खानु नपुगोस् यही लिचीको गुदियो अर्काएर मरस यो कलुवा साला जस्तो नाम त्यस्तै बेउरा